साथीहरू अब कटहरको कलमे गरेर तपाईँले लाखौँ रुपियाँ बचाउन र अनि कमाउन सक्नुहुन्छ। साथीहरू अब तपाईँलाई म यो भिडियोमा सबै जानकारी दिनेछु। एउटा कटहरको हाँगा लिने एकदमै राम्रो स्वच्छ कटहरको जो पहिल्यैदेखि लाग्दै आएको छ त्यस्तोवाला एउटा हाँगा लिने, त्यसलाई कति बुटा तपाईँले उमार्न चाहनुहुन्छ त्यति लगाउने, अनि बाहिरको छालालाई हाफ मात्रै, बाहिरको त्यसको चमडालाई हाफ मात्र यस्तो कटिङ गरेर राख्ने, त्यहाँबाट जरा निस्कियोस् भनेर। अनि बिचमा जो सानो सानो गाँठा जस्तो देखिएको छ त्यसमा चाहिँ त्यहाँबाट चाहिँ माथि बोटा उम्रिनेवाला छ। अनि प्याज लिने, प्याजलाई यसरी त्यो कटिङ गरेको ठाउँमा यसरी लगाउने, अनि एलोभेरा लिने, अनि एलोभेरा र लाई त्यसमा त्यो कटिङ गरेर त्यसरी एउटा बोतलको सहाराले यहाँ काम भइरहेको छ, बोतलमा माटो हालेर। अनि त्यहाँ बिचमा साथीहरू एलोभेरा जो हामीले बनाएका थियौँ त्यो एलोभेरालाई त्यहाँनिर लगाएर हामीले त्यहाँ बिचमा यस्तो ठाउँमा भरिसकेपछि हामीले यो भरिसकेपछि चाहिँ हामीले एउटा प्रोसेस, यो भिडियो उनीहरूको लागि हो जो काम गर्न चाहन्छ उनीहरूको लागि मात्रै हो। फेरि यसमा चाहिँ गाली गर्ने नराम्रो कमेन्टहरू गर्नेको लागि होइन साथीहरू, यो कृषक साथीहरूको लागि, मेहनत गर्ने साथीहरूको लागि हो। अब हामीले त्यसमाथिबाट हामीले यसरी यो काटेको भागलाई यसरी राखेका छौँ। अनि हामीले यसमा 30 देखि 40 दिनको बिचमा हेर्दाखेरि हाम्रो यसरी चाहिँ यहाँ बुटा उम्रिसकेको छ साथीहरू। अनि यसपछि हामीले यसलाई पानी छर्केर अनि त्यहाँबाट माटोबाट एकदमै बचाएर, यसको जरालाई बचाएर त्यहाँबाट झिक्ने र ठुलो गमलामा हामीले यसरी सार्नुपर्ने हुन्छ। यसरी सारिसकेपछि साथीहरू यसको केही दिन पछिको रिजल्ट हो साथीहरू, तपाईँलाई म यहाँ लाइभ देखाइरहेको छु। अनि केही दिन हामीले यसको गरिसकेपछि हाम्रो राम्रो फल लागेर हामीले लाखौँ कमाउन सक्दछौँ। धन्यवाद।